गुड मर्निङ एभ्रिवान। सबैजनालाई जय मसी सेवाहरू फ्याफुलो। सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि ठिकै छु साथीहरू। आज छुट्टी, आज ओछ्याटमै छु साथीहरू। भर्खर उठेको। आज चाहिँ पल्लो घरको नानीको बर्थडे हो। खै के गर्दैछु म तपाईँहरूलाई देखाउँछु है। ह्याप्पी बर्थडे। यहाँ हाल्नु, हाम्रो नानी यत्रो थियो हो साथीहरू, यत्रो थियो। अहिले यहाँ हाल्नु, यहाँ चढ्नुपर्छ हौ नानी। यहाँ नै गाइस, कहाँ चढ्दैछ अब हामी। यहाँनिर चढ्दैछु बुइमा। रै पनि उता अग्लै रहेछ। ल गड ब्लेस यु नानी। आज चाहिँ अलि सानो तेनो पार्टी होला। हैन तिमी मात्रै हो। साथीहरू यहाँ हाम्रो त अर्को दिदीले चाहिँ नि, हाम्रो शीतल दिदीले चाहिँ बिरालो हराउँछ ल्याउनुहुन्छ है। यहाँ हेर्नु न साथीहरू। मिनी चिनीहरू साथीहरू हाम्रो छेमा पनि आइपुग्नु भयो। हाई भनिदिनु छेमा। आज चाहिँ छेमाले बनाएर ल्याउनु भएको आलुदम छ, यहाँ भात छ, अन्त साथीहरू यहाँ खिर पनि छ। देखाउँछ तपाईँहरूलाई कस्तो बनाउँदैछ छेमाले। खोल्नु त छेमा, यो पक्रिनु त। वाउ, छेमाले बनाउनु भएको खिर। थ्याङ्क यू छेमा। खाएर म बताउने छु साथीहरू कस्तो भएछ है त ल। Oh my God! Wow! फाइनली हामी चाहिँ रेडी भएर चाहिँ जाँदैछौँ यता लुक्सहरू। हेर्नुहोस् है, यहाँ हाम्रो छेमाको यस्तो राम्री देखेको छ हाम्रो छेमालाई। अहिले गर्नुपर्छ मैले। अन्त हाम्रो नानी पनि आइरहेको छ। है भनिदेऊ नानी। ऊ चाहिँ इन्टरभ्यू दिएर आएको छ। फेरि पनि यहाँ होइन हाम्रो छेमालाई मैले चाहिँ साथीहरू साडी नलगाएको आज पुरा गरम भयो। हुन्छ अहिले भेटौँ है त, बाई। गाइस हामी चाहिँ अटोमा चढिसक्यौँ। आज चाहिँ मेरो छेमालाई चाहिँ हेरेको गाइस हामी चाहिँ एकछिन घुम्नुको आज चाहिँ हेर्नुहोस् है तपाईँहरू पनि बाहिरको नजराहरू। गाइस आज चाहिँ म तपाईँहरूलाई यसो बाहिरको नजराहरू देखाउने छु। त्यही भएर म चाहिँ मसँग आएको। हेर्नुहोस् जाँदैछु साथीहरू, तपाईँहरूलाई देखाउने छु ल बाहिरको नजराहरू। सही साथीहरू, म पनि त्यति साह्रो त आउँदैन घुम्नुको लागि। पहिला नानीहरू थियो यसो घुम्न आएँ होइन। अहिले चाहिँ छेमाहरूसँग यसो, छेमाहरूले पूजा गर्नुहुन्छ अरे त्यही भएर आएको नि। बेङ्गलोर ठुलो छ नि। यो चाहिँ शिवजीको टेम्पल अरे, अनि त्यही भएर छेमाहरूसँग यसो हेर्दै आएको नि। गाइस अब हामी चाहिँ फर्केको। कस्तो थियो भित्र छेमा? दामी थियो। म त पसिन साथीहरू। हाम्रो छेमा चाहिँ अब आज के व्रत के खोल्नु भएको अरे तपाईँ? आज साङ्गे नवरथाको साङ्गे खोल्नु भएको अरे। त्यही भएर यसो साथी आइदिएको। हुन्छ तपाईँहरू पनि आउनु मन लाग्यो भने होइन बेङ्गलोरमा आउनुहोस् है। यता चाहिँ आरआर नगर यो ओमकार भन्दा रहेछ। म पनि आज फर्स्ट टाइम आएको साथीहरू। हुन्छ गाइस अब अहिले भेटौँ है त, बाई। अभी मजा आएगा ना भिडो। धेरै राम्रो हेर्नुहोस् है। फेरि चेन्ज भएर फेरि हामी रुम खोज्नुको लागि जाँदैछु। हाम्रो छेमाको लागि चाहिँ रुम चाहियो अरे साथीहरू। त्यही भएर हामी चाहिँ रुम खोज्नु जाँदैछौँ। ल अहिले फेरि देखाउने छु हाम्रो फेरि लुक्स। हेर्नुहोस् है, यहाँ कुर्तामा र यहाँ भेषमा। गाइस म चाहिँ अब बर्थडे खान जाँदैछु। तपाईँहरूलाई म देखाउने छु यहाँ बर्थडे गिफ्ट लिएर जाँदैछु म यहाँ। ल म आज चाहिँ यहाँनिर भाइ बहिनीहरूलाई पनि देखाउने छु। तिप्ली बहिनी हाई भनिदेऊ न। तिप्ली लाजले भुत्तुकै। दादा हाई भनिदिनु लु। लु अनुसार कसको बर्थडे ऊ चाहिँ मम्मी हो। यहाँ चाहिँ हाम्रो यहाँ तिप्ली। किन लजाको? लु नानी फेरि पनि ह्याप्पी बर्थडे। नानीलाई गिफ्ट उल्टा हातले पो भयो त। एकछिन आउनुहोस् यहाँ पक्र। जहाँ चिज भन्यो मैले त्यहीँ खिचेको छु नि। फेरि
गिफ्ट खोल्दैछ मन पर्छ कि पर्दैन उसलाई केटी पठाउन थाल्छ तिमीले किन यस्तो दिएको भन त केटाहरुले कस्तो लाग्यो नानी ओके ल अभी मजा आएगा ना भिड़ो दामी बनाएछ अनुसारले के हो हेर्नुहोस् है साथीहरू दामी बनाएछ सुपर ऊ चाहिँ को भन्नुहुन्छ नि साथी नै हो लाजले क्या आज फर्स्ट टाइम आएको मेरोमा दामी बनाएछ थ्याङ्क यू हुन्छ साथीहरू अहिले भेटौँ बाई हुन्छ साथीहरू म पनि बर्थडे खाएर आइपुगेँ नानीको अब म पनि सुत्नेछु भोलि बिहान फेरि ड्युटी जानेछु हुन्छ साथीहरू सबैजनालाई शुभरात्रि गुड नाइट